ए पखाउ है म पनि जान्छु त्यहाँ भेला छ नि त ल जाउँ जाउँ त्यहाँ केटाहरू पनि आइपुग्यो होला नि ल ए आइपुगेछन् ल ल अब यो फागु पुण्याको बारेमा सबैजना गाउँले मिलेर चाहिँ के कसरी लाने के गर्ने है त्यसको बारेमा छलफल गर्न चाहिँ आज हामीले बोलाएको छौँ ल सबैजना कोही बाँकी त छैन नि होइन छैन सबैजना ठिक छ कोही बाँकी भएछ नि हामीले नै खबर गरौँला है ल ल बिरेबा अब हजुरले सुरु गरे भइहाल्यो नि कसरी गर्ने के गर्ने भन्ने कुरा ठिक छ गाउँले हो अब आउन लागेको यो फागु पूर्णिमालाई हामीले एकदम हर्ष उल्लाससँग मनाउनुपर्छ त्यसमा कसैकोमा खसी काट्ने कसैकोमा रमाइलो गर्ने रङ रोदन गरेर खेल्ने इच्छा विपरीत कसैले नराम्रो गरे लोला हाने फोहोर पानी फ्याँक्यो भने समाएर कारवाही गर्नुपर्छ एकदम राम्रो कुरा गर्नुभयो बिरे काका तपाईँले के कसो साथी हो बिरेबा अब हामीले त्यस्ता उशृङ्खललाई अभद्र व्यवहार गर्नेहरूलाई यो नचाहँदै लोला हान्नेहरूलाई हामीले मात्र होइन प्रशासनसँग पनि सम्मेलन गरेर अनि अगाडि बढ्दा चाहिँ कसो होला हे रचे तैँले चिन्ता लिनै पर्दैन हिजै बिरेबा र म प्रशासनमा गएर सल्लाह गरेर आइसकेका छौँ प्रशासनले पनि सहयोग गर्छु भनेको छ हेर गाउँले हो यो पल्टको फागु पूर्णिमा हर्ष उल्लासका साथ मनाउनुपर्छ र गाउँमा कसलाई भेट्छौँ यो पल्ट यो ठाउँमा यसरी होली मनाउने भनेर सबैलाई खबर छाडेछ है किन नहुनु हुन्छ नि बिरेबा मैले गाउँका सबैजनालाई भनिसकेँ उनीहरू एकदमै खुसी भएका छन् सँगै होली मनाउने भन्दाखेरि ल है यसपालिको होली चाहिँ सबैजना मिलेर सौहार्दपूर्ण हिसाबले मनाउनु पर्छ नि है एकदमै सही कुरा गर्नुभयो तपाईँले यसपालिको होलीमा हामीले राम्रोसँग मनाएर हाम्रो संस्कृति धर्मलाई राम्रोसँग बचाउनु पर्छ काका के कसो एकदम सही हो एकदम सही हो नि कुरो त एकदमै सही आयो के कसो काका हो हामीले नै हो हाम्रो नयाँ पुस्ताहरूलाई संस्कृतिहरू सिकाउने प्रत्येक चाडबाडले एउटा न एउटा विशेषता बोकेर आएकै हुन्छ र त्यसको सम्वर्धन गर्ने संरक्षण गर्ने दायित्व त हामी सबैको हो कि कसो भनेपछि सबै गाउँलेहरूले बुझ्यौँ होइन त बुझ्यौँ कुरो यही हो है बुझ्यौँ कुरो चाहिँ यही हो यसलाई हामीले कसरी हुन्छ एकदम राम्रो तरिकाले मनाउनु पर्छ हो हाम्रा पुर्खाहरूले चलाएको चालचलन चाडबाड खास र महत्त्वपूर्ण छ त्यसैले हामीले यी चाडबाडहरू रमाइलो गरेर मनाउन पनि पर्छ र भावी पुस्ताहरूलाई पुस्तान्तरण गर्न पनि पर्छ चाडबाड भनेको हामीले एक आपसमा मिलेर रमाइलोसँग मनाउने हो हेर गाउँले हो मेरो वडामा जानुपर्ने काम छ अरू विविध कुराहरू पछि छलफल गरौँला अहिले छुट्यौँ है ल मजा लाग्यो है त ल हुन्छ काका आउनु काका राम्रोसँग गर्नु होला ल हामी पनि जाउँ ल ए रमाइलो गर्नुपर्छ नि होली पनि आउन लागिसक्यो यसपालि यिनीहरूलाई छोड्नु हुँदैन है ठुस्के यो पानीमा अलिकति गोबर मिसाएर हाल्नुपर्छ क्या हो गोबर मात्रै मैले त कालो मोबिल पनि हाल्ने विचार गरेको छु तँ भन्दा नि कालो साँच्ची यसपालि सबैजना मिलेर रमाइलोका साथ होली खेल्ने कुरा छ अरे नि थाहा छ तिमीहरूलाई बेलुका त बाले कुरा त गर्नुभएको थियो नि दिनभरि होली खेल्ने अरे अनि बेलुका भएपछि होलिका दहन गर्ने अरे नि त नि ए हो र दिदी त्यसो भए त यसपालि धेरै रमाइलो हुने भयो नि यो वर्ष होली रमाइलो हुने भयो हाम्रो लोलाले कसको ढाड तातिने यसपालि घाम पनि नलागेको है के गर्नु त्यही त नि कुन चाहिँ नकचौडाले हाल्यो होली आउन 5 दिन बाँकी छ अहिले नि हालेर मर्यो कुन चाहिँ हो त्यो हो नि कुन चाहिँ असती रहेछ त्यसलाई हरियो बासमा पु पारेर लानु परोस् जाऊ
उधारले लुगै सबै फोहोर बनाइदियो। त्यही त है कस्तो फोहोर पारिदिएर है लोला हानेर छ्याछ्या कस्तो खालको है लोला हानेर कामै भएन सबै बिगारेर छ्या लुगा भने यस्तो पनि हुन्छ है छ्या हेर त कस्तो फोहोर के हो छोरी कसले यस्तो गर्यो के हुनु बुवा कुन चाहिँ लफाङ्गाले सब लोला हानेर हेर्नु न सफा पानी भएन हुन्थ्यो सबै फोहोर पानी परेछ। कुन चाहिँ फटा रहेछ तैँले चिनिनस् त जबरजस्ती उशृङ्खल गरेर होली खेल्नेलाई हामी गाउँले र प्रशासन मिलेर कारबाही गर्ने निर्णय गरेका छौँ। ल ल अलि राम्ररी सफा गर। हुन्छ बा मर नसकेको असती देखिन र पो त मैले जानेको थिएँ। हेर जम्मै लडाएको रहेछ घरमा मान्छे घरभरि छन् र पनि कसैले गर्दैनन् हेर सबै भिजाइदिए देखेको भए मैले जाने सबै भिजाइदियो बजिहाले देखेको भए मैले जाने। ओ बहिनी के भयो घर हुँदै आएको छ त ल फेरि लुगा पनि भिजेको छ कसले के गर्यो कि कतै लड्यौ अब लड्यौ भन्नलाई नि के भन्नु अब पानी परेकै छैन खाल्टाखुल्टी जमेको छैन के भयो कता लानु नि दाजु कुन चाहिँ फटाले लोला हानेछ त्यही पनि फोहोर पानी मिसाएर देख्न पाएन देखेको भए मैले जाने थिएँ। कुन चाहिँ फटा रहेछ त तिमीहरूले देखेनौ ल ल जे नहुनु त्यो भइसकिहाल्यो जा अब भित्र गएर के काम गर्ने हो गर कपडाहरू फेर ल ल ल ल के हो होली आउन अझै कति दिन बाँकी छ मान्छेहरू के हो हर्षे ए हर्षे घरमा छैन कि क्या हो ए हजुर म यता बारीतिर थिएँ त ए यता रहेछन् ओ बिराबा नमस्कार है नमस्कार नमस्कार तिनैजनालाई नमस्कार है नमस्कार अनि के कति कामले आउनुभयो त यसो छलफल गरौँ भनेर नि अब फागु पूर्णिमा आउँदैछ अस्ति पनि गरेकै हो के कस्तो भयो कता कता कुरो पुग्यो भनेर यसो छलफल गरौँ भनेर के हुनु नि बिरेबा मैले गाउँतिर सबैजनालाई भनिसकेँ तर के गर्नु बिरेबा होली आउनु कति दिन बाँकी नै छ गाउँमा त उशृङ्खल गरेर हैरानै पारिसकेछन् अनि होइन के भएछ अलिक प्रष्ट गरी भन् न हो नि हिजो मेरो छोरी हर्षेको बहिनीहरूको पनि लुगा निचुक्कै पारेर भिजाएछन् कहाँको फोहोर पानी गोबर मिसिएको के हालेछन् के केटाकेटीहरूलाई जति भन्दा पनि लाग्दैन के जो हो पक्कै पनि यही गाउँको हुनुपर्छ अब बाहिर गाउँको मान्छे आएर हाम्रो गाउँमा यस्तो गर्ने आँट त कसैले गर्दैनन् होला पक्कै पनि यही गाउँको फटाहरू हुनुपर्छ बाहिरी गाउँको मान्छे त को आउन सक्छन् त हेर्नुहोस् बिरेबा तिनीहरू यो गाउँका हुन् कि होइनन् कि भन्ने कुरा हामीलाई मतलब छैन यहाँका हुन् कि पारी गाउँका हुन् कि पल्लो गाउँका हुन् कि जोसुकै भए पनि तिनीहरूलाई ल्याएर कारबाही चाहिँ गर्नै पर्छ मलाई अरू कुरा थाहा छैन तैँले ठिक भनिस् हर्षे हेर पानी पनि पर्यो नि त कहाँका हुन् तिनीहरूलाई पक्रेर कारबाही गर्नै पर्छ अलिक चनाखो हुँ सबैजना है बस हस् ल जाउँ हो कारबाही त गर्नै पर्छ तिमीहरूलाई ल ल ल ल ल तपाईँहरू पनि खोज्नु मैले पनि थाहा पाएँ भनेदेखि पत्ता लाग्यो भने भनौँला ल हस् जाउँ को रहेछ भनेको त यो ठुस्के पो रहेछ के गरेको मुला के दिउँसै लाटको सेर जस्तो सुतिर मुला आइज बस हेर चुस्के हिजो त बहुत मजा आयो नि त्यो पातलीको ढाडमा मजाले लोला हान्यो फेरि मोरी राम्री पनि छे अर्की पनि कम्ताको राम्री रहेछ तर के गर्नु हामीले राम्री भनेर भएन उसले हामीलाई बाल दिँदैन हेर हामीले फुलबारीमा फुलेको फुलको अवलोकन मात्रै गर्ने हो थोरै नै हामीले मौरीले जस्तो रस चुस्ने हो र कुरो चाहिँ सही गरिस् तर भोलि चाहिँ थुप्रै लोला बनाउनु पर्छ है त्यसको चिन्तै नगर चुस्के बरु लागौँ भोलिको तयारी त गर्नु छ लु लु जाउँ भोलि चाहिँ थुप्रै लोला बनाउनु पर्छ है होइन आज चाहिँ हिजोको ती मछलीहरू नआउने रहेछन् कि क्या हो अहिलेसम्म बोहनी भएको छैन धैर्य गर ठुस्के प्रतीक्षाको फल मिठो हुन्छ हतारको काम लतार हुन्छ
आयो आयो चुप चुप हिजोको चरीहरू आएको छ आज हिजोभन्दा बढी बसाउनुपर्छ आयो बचाओ मारो मारो आयो 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 बचाओ होली खेलेको दिदीहरूले हान्नु होली खेल्न नपाइने तिमीहरूको घरमा दिदी बहिनी छैन असत्यहरू नरिसाओ न म यहाँ हो यसो रमाइलो पो गरेको तिमीहरूलाई रमाइलो होलीमा होली पनि खेल्न दिनुहुन्न तपाईँहरू के तपाईँहरू चाहिँ होलीमा बुता खेल्दै बस्नुहुन्छ त के भयो कसलाई के भयो अनि तिमीहरू नित्रुकै छौ त खास कुरा के हो म यहाँ के भयो अनि फेरि निथ्रुकै बितेको थिएछ त के भयो के गरे यिनीहरूले तिमीहरू बुवा काका यिनीहरूले हामीलाई लुकेर फोहोर लोला हानेका हुन् नि ए हिजोको हान्ने पनि यिनीहरू नै हो तथा नाम गाले पनि गरे ए फटाओ तिमीहरूले गरेका हो किन बोल्दैन तिमीहरू के हो कुरो होली आउँदैछ यसो होलीमा लोला हानेर रमाइलो गर्न नपाइने हो र हामीले चाडपर्व त मनाउनु पर्यो नि जस्तै दसैँ तिहार जस्तै होली पनि मनाउनु पर्यो नि त्यही भएर रङ र लोला हानेर मनाएको नि तेरीमा लफङ्गा बच्चिया हो तिमीहरूलाई मात्र लाग्छ चाडपर्व त्यही पनि होली आउन निकै दिन बाँकी छ दसैँ आयो भन्दैमा घटस्थ मनाएको दिनमै साइदको टिका लाउँछु भनेर पाउँछौ तिमीहरूले जे मन लाग्यो त्यही गरेर हुन्छ तिमीहरूलाई फटाओ ए चाड आयो भन्दैमा तिमीहरूको मनोरञ्जनको हामी साधन हो र यस्तालाई त आफ्नो गाउँघरको दाजुभाइ भन्न पनि लाज लाग्छ अझै चाड मनाएको रे चाडपर्व भनेको सबैलाई सहज हुने गरेर सोही तरिकाले मनाउनुपर्छ दसैँ आयो भनेर खसीको साँप्रो लिएर मैया र गौरीका पुर्याउन गएका थियौ कि सेलरोटी लिएर तिहारमा कसैले पुर्याउन गएका थियौ भने भन म तिमीहरूलाई केही भन्दिनँ होइन भने होली आयो भन्दा ढुकी ढुकी हाम्रा गाउँका चेलीलाई तिमीहरूले लोला हान्ने यस्तो पनि हुन्छ उशृङ्खल हुँदै मान्छेलाई चाहना नहुँदै पनि लोला हान्नु हुँदैन यो कुरा चाहिँ सबैले विचार गर्नुपर्छ कतिपय मान्छेको रङ लाउन नहुने पनि हुनसक्छ यो कुरा सबैले हेका गर्नुपर्छ तिमीहरूले यो कुरा हेका गरेका छौ अब यिनीहरूलाई बाँधेर गोबर र फर्मिसाको पानी खन्याउनै पर्छ यिनीहरूको शरीरमा बज्जियाहरू व्यक्ति विशेषले कोही मान्छेहरू कतै हिँडेका हुन्छ यस्तो अवस्थामा त्यसलाई असर गर्ने गरी कसैले पनि लोला हान्नु हुँदैन यसरी जबरजस्ती लोला हानेको थाहा पाए प्रशासनले भने कारबाही गर्छ यो नियम त सबैलाई थाहा छ त त्यही भएर सबैले हाम्रो चाडपर्व मनाउँदाखेरि विचार पुऱ्याएर मनाउनु पर्छ कि केटाहरूको बुद्धि कहिले आउने हो यस्तो कार्य गर्नेलाई प्रशासनले पनि एकदमै ठुलो कारबाही गर्छ यो त संविधानमै लेखेको छ कि कसो हो हर्षे यिनीहरूलाई समाएर प्रशासनको जिम्मा लगाउनु पर्छ फोन गर एकदम सही भन्नुभयो तपाईँले ल फोन गर गरिहाल्ने हो होइन बिरेबा केसरी काका हर्षे दाई हामीलाई माफ गरिदिनु यी सब कुरा हामीलाई थाहा थिएन गल्ती भयो बा काका दाई हामीलाई एकपल्टलाई माफ गरिदिनुहोस् यस्तो गल्ती त हामीले त के अब हाम्रो 7 पुस्ताले पनि गर्दैनन् माफी तिमीहरूले म केसरी बा र हर्षेसँग होइन तिमीहरूले माफी यी नानीहरूको खुट्टा ढोकेर माग्नुपर्छ बुझ्यौ हामीले तिमीहरूलाई तथानाम भनेर हामी लज्जित छौँ हामीलाई दाई सम्झेर माफी गरिदिनु है ठिकै छ भाइ हो तिमीहरूले आफूले गरेको गल्तीको महसुस गर्नु नै ठुलो कुरा हो हेर केटा हो एकचोटिलाई तिमीहरू सुध्रिन्छौ भने हामी माफी दिन्छौँ फेरि पनि यस्तै गल्ती गर्दै गयो भने तिमीहरूलाई पाता कसेर यहीँ बाँधेर लडाउँछौ नि फेरि विचार गर नि बा काका अब उनीहरूले माफी मागिसकेपछि
हामीले पनि त माफ गरिदिनु पर्यो है। उनीहरूले गल्तीको पश्चाताप त गरे नि होइन। अब एकछिनको लागि हामी माफ गरिदिउँ, छोडिदिउँ उनीहरूलाई पनि। अन्जानमा गरिहाले, उनीहरूले पनि जानेनन्, जानेको भए आफ्नो दिदीबहिनीलाई हान्दैन थियो होला। एकछिनको लागि माफी गरिदिउँ दा काका, माफी गरिदिउँ। जबरजस्ती लोला हान्ने, पानी छ्याप्ने, रङ दल्ने जस्ता कार्य कसैले पनि नगर्नु। हानिकारक रसायनयुक्त रङ बिर्सेर पनि कसैले प्रयोग नगरौँ। मदिरा तथा लागु पदार्थको सेवन कहिले कसैले पनि गर्दै नगरौँ। गैर कानुनी र उशृङ्खल व्यवहार कसैले नगरौँ। चाड पर्वलाई मौलिकतामा मनाऊ। हामीले गरेको जस्तो गल्ती कसैले नगर्नु। फागु पूर्णिमा भनेको यस्तो चाड हो कि यो चाडलाई हामीले के भन्छौँ भने रङको पर्व भन्छ। त्यसैले कसैले पनि जबरजस्ती लोला हान्ने, रङ छल्ने त्यो काम नगरौँ होला। यो पर्वलाई हामीले संस्कृति जोगाउने खालको सभ्य भएर हामीले यो चाड मनाउनु होला भनेर हामीले यो सन्देश दिन खोजिरहेका छौँ। सभ्य नागरिकको सबैले परिचय दिउँ। फागु पूर्णिमाको सबैलाई शुभकामना।